हेलो साथीहरू सबैजनालाई मेरो नमस्कार। म चाहिँ आज तपाईहरुमाझ एउटा लोकप्रिय कथा लिएर आइसकेको छु र यो कथाको शीर्षक रहेको छ दुई दिदी बहिनीको कथा र सबैजनाले सुनेर साथ दिनुहोला है त। लौ आउनुहोस् सुरु गरौँ यो कथा। एका देशमा दुई बहिनी एकै गाउँमा बस्दथे। जेठी बहिनी धनी थी भने कान्छी बहिनी गरिब थी। जेठी दिदीको घरमा गाई भैँसी घोडा लगायतका अन्न धान गहुँ मकै धन सम्पत्ति प्रशस्त थियो, तर कान्छी बहिनीको घरमा केही पनि थिएन। सधैँ अरू छिमेकीको घरमा सापट गरेर जीवन चलाउँदै आएको थिए। एक दिन बहिनी अग्लो डाँडामा घाँस काट्न गएकी थिई। त्यही डाँडाबाट आफ्नो माइती घरमा बाजा बजाएको आवाज सुनी र घरमा आएर दाउरा राखी आफ्नी दिदीलाई भनी, "दिदी, हाम्रा दाइ भूमिचन्द्रको घरको आँगनमा बाजा बजेका छन्। थला बाज पर्यो कि, कोल छोरो जन्मियो कि, गोठमा घोडी ब्यायो कि, केही राम्रो शुभ कार्यमा बाजा बजेका मैले सुने।" बहिनीको कुरा सुनेपछि माइती घरमा बजेका बाजा दाजुको छोरो भदै जन्मेको थाहा भएपछि आवाज सुन्न जेठी दिदी पनि खुसी भएर दुवै दिदी बहिनी सहित डाँडामा पुगे। माइती घरको बाजा सुनेपछि दुवैजना दिदी बहिनी कोसेली बनाउन तयार भए। कान्छी बहिनीले भनी, "दिदी, तिमी धनी छेउ, दाजुलाई फूल जस्तै कपासको माथाको लागि कपडा, भाउजूलाई पछ्यौरा, भदैलाई काठो भोटो र मिठो मिठो कोसेलीहरू लिने छेउ। म त घरमा केही छैन। छिमेकी दिदी बहिनीहरूलाई पैँचो गरेर कोसेली बनाएर आउनु पर्ला, मलाई ढिलो हुनेछ।" दिदीले भनी, "बहिनी, म कोसेली बनाउँछु भनेर आफ्नो घरमा गई अनि आफ्नै घरमा सबै सरसामान प्रशस्त भएकोले बेलुकी नै कोसेली बनाएर भोलिपल्ट बिहानै सबेरै बहिनीको घरमा खबर गर्न पुगी र भनी, "बहिनी, त कुन समयमा जान्छेस्? म त तयार भए जाऊ।" बहिनीले न्याउरो स्वरमा भनी, "मलाई त भर्खर हुने छैन, पैँचो गरेर ल्याएकी छु, कोसेली बनाउनु पर्नेछ। तिमी जाऊ, मलाई बाटो थाहा छैन, डोबाटोमा सङ्केत गरेर जानु, त्यो हेरेर म आउला।" दिदीले बहिनीको कुरा सुनेर, "हुन्छ त, तैँले भने जस्तो गर्छु।" आफू कोसेली बोकेर बहिनीलाई सहयोग नगरी र नपर्खेरै माइतको बाटो लागि। धेरै टाढा पुगेपछि त्यहाँ दुईवटा छुट्टिने डोबाटो भेटियो। त्यो डोबाटोमा हिँडेर बहिनीलाई दैत्य राक्षसको घर जाने बाटोतर्फ जानु है भनेर सङ्केत छोडेर गई। यता बहिनीले बिस्तारै कोसेली तयार गरी अनि भोलिपल्ट माइत दाजुको छोरा भदैको छैटी रातमा जसरी भए पनि पुग्नै पर्ने भएकोले हतार हतार आफू पनि कोसेली बोकेर माइती घरतर्फ लागि। हिँड्दा हिँड्दा डोबाटोमा पुगी र दिदीले राखेको सङ्केत हेरी सोही अनुसार हिँड्दै गई, तर त्यो बाटो दैत्यको घर जाने भएकाले ऊ सरासर दैत्यको घरमा पुगी। दैत्यको घरमा वृद्ध दैत्यनी एक्लै बसेकी थिई। बहिनीले अचम्म मानी, "मेरी दिदीले मलाई यस्तो बाटोतर्फ पठाइन्?" सोची ठिकै छ उपाय रची दैत्यनीलाई भनी, "फुपू ढोग, मेरो फुपू हौ, भेट नभएको धेरै वर्ष भए, आज भेट भयो।" दैत्यनी बल्ल बाँची भदैनी, नत्र मैले खाने विचार गरेकी थिएँ, तर मेरो भदैनी नै रहिछस्। दैत्यनी र बहिनी कुराकानी गर्दै थिए। दैत्यका परिवारहरू घरमा पुगे। त्यो त्यतिन्जेलसम्म अँधेरो भइसकेको थियो। सबैजना जम्मा भएर भने, "आज घरमा मानिसको गन्ध आउँछ, को छ?" वृद्ध दैत्यनीले भनी, "यो मेरो भदैनी हो, यसलाई खान पाइँदैन।" अरू परिवारले सबै दैत्यनीले भनेको कुरा समर्थन गरे, केही गरेनन्। फेरि दैत्यका परिवार जङ्गल र बस्तीतर्फ लागे अनि बहिनीले दैत्यनीलाई प्रस्ताव राखी,
फुपू हाम्रो माइत घरमा दाजुको छोरो भएको छ। भोलि छैटी रात हो, त्यहीँ जानु छ। म तमी पनि जाऊ। दैत्यनीले भनी, त्यो बच्चा त बाँच्ने छैन। भोलि छैटी रातको दिनमा हाम्रा यी परिवार गएर मार्दैछन्। आज आमा बुवालाई छाती पत्थर लाउने गाड झिक्नका लागि हिँडेका छन्। बहिनीले उपाय खोतल्ने प्रयास गरी। फुपू, त्यसो भए त्यो बालक कसरी बचाउन सकिन्छ, त्यसको केही उपाय छ? दैत्यनीले उपाय बताइन्। छैटौँ रातको बिहानीलाई झिसमिसेमा तेलको ताही लगाउनु, गहुँको पिठो ढुलोका 3वटा गोलो डल्ला बनाउनु अनि ती डल्लालाई तेलमा पकाउनु। पहिलो पूर्व, दोस्रो पश्चिम र तेस्रो ढोकामा लिएर खुट्टाले कुल्चाउनु अनि त्यो बालक बाँच्नेछ। किनकि 3 डल्ला भनेर राक्षस भुँवर हुन्। ती भुँवरलाई तिम्रा दाजुले अघिल्ला बालबच्चा पनि त्यसरी नै हामीले खाएका हौ। अब तिमीले त्यो उपायलाई प्रयोग गरेपछि बालक मर्ने छैन। ती भुँवर तातो तेलमा हालेर भुटेपछि दैत्यहरू डढेर मर्छन् अनि बालक बाँच्ने छ। यो भुट्ने र कुल्चाउने काम बच्चाको फुपूले गर्नुपर्छ। यस प्रकारको सत्य उपाय सिकाएपछि बहिनी दैत्यनीबाट बिदा मागेर माइतको बाटो लागि। माइती घरमा जब ऊ पुगी, बाजा बजेका छन्, धुमधाम छ। ऊ माइती घरको आँगनमा ओखलको काखमा न्याउरी भएर बसी। उसकी दिदी घरभित्र बाहिर गरेकी छे गहना लगाएर। बहिनी चिन्तामा थिई। उसलाई कसैले पनि बोलाएर लिएनन्। सबैले हेला गरे, गरिब भनेर होला। बहिनीले दाजुलाई बोलाएर भनी, आफू र दिदीको अवस्था भएको र गरेको व्यवहार, दिदीले सिकाएको बाटो, आफू दैत्यनीको अवस्थामा पुगेको र उनले सिकाएको उपाय, यसभन्दा अगाडि हाम्रा भदै भदैनी मर्ने कारणहरू बताइन् अनि म त्यही उपायलाई प्रयोग कसरी गर्ने र त्यो जसरी हुन्छ भदै बालकलाई दैत्यबाट बचाउने उपाय गरौँ भनी। अनि दुवै दाजु बहिनी अँगालो हालेर रोए। सबैजनाले बहिनीलाई घरमा लिए। जब छैटी रातको बिहान झिसमिसे भयो अनि बहिनीले दैत्यनी फुपूले सिकाएको जुक्ति गरी 3वटा भुँवरलाई मारेर 3तर्फ पुगी। पश्चिम र ढोकामा राखेर कुल्चेपछि सबै भुँवर रूपी दैत्य मरे अनि त्यो नवजात शिशु भदाहालाई केही पनि असर भएन। ऊ बाँच्न सफल भयो। आफ्नो दाजुको छोरा दैत्यबाट बचाउने महान काम कान्छी बहिनीले गरिन्। यसपछि सबैजनाले घमण्डी पापी दिदीलाई हेला गरे। स्वच्छ, पवित्र, सहयोगी, शान्त, इमान्दार कान्छी बहिनीलाई माइती लगायतका सबै मानिसले ठुलो सम्मान गरे। आफ्नो ज्यान दैत्यबाट बचाएर त्यसको जुक्ति पत्ता लगाएर पनि दाजुको सन्तानलाई जिउँदो राख्ने र वंश विनाशको क्रमलाई बढाउने महान कार्य गरेकोमा प्रशंसा गरे। दुवै दिदी बहिनी आफ्नो घर फर्कँदाखेरि जेठी बहिनीलाई कुकुर दाइजो दिएर पठाए अनि कान्छीलाई गाई दाइजो दिएर पठाए। तर बाटोमा विभिन्न मानिसले सहयोग मागे। दिदीले वास्ता गरिनन् भने बहिनीले सबैलाई सहयोग गर्दै आई। सहयोगका लागि उपहारका रूपमा गाई, भैँसी, घोडा, भेडा, भाँडाकुँडा, लट्टा कपडा दिए। ती सबैको लस्कर लगाएर कान्छी बहिनी घर पुगी। जेठी दिदी पापी, अधर्मी, घमण्डी भएकाले कसैले उपहार पनि दिएनन्। माइतबाट ल्याएको एउटा कुकुर बाहेक अरू केही नल्याएर आफ्नो घर पुगिन्। जस्तो काम उस्तै परिणाम भएको देखियो। गाउँघरमा कान्छीको प्रशंसा गरे। जेठीलाई सबैजनाले हेला गरे। र तपाईहरूलाई यो लोककथा कस्तो लाग्यो? मन परेमा लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्न नबिर्सनुहोला। र यस्तै लोककथा लिएर म फेरि तपाईँहरूमा आउनेछु।